आदरणीय दर्शक महानुभावहरू, यस गीति नाटकको मुख्य उद्देश्य गरिब, जेहन्दार तथा पिछडिएको वर्गका विद्यार्थीहरूको शिक्षाको लागि सहयोग गर्नु हो। यसबाट सङ्कलन भएको सम्पूर्ण सहयोग रकम तिनै विद्यार्थीहरूको शिक्षाको लागि खर्च गरिनेछ। हात्ती ठुल भयो र नपढेर कमला सान भयो साले माछा मार्ने कुरा गर्छ। सस्ती भर्खर तल्लो गाउँको रामे काकाको छोरा मरे याद छैन। यस कारणले नजाउँ खोलामा, अरू ठाउँमा जाउँ। माथि साला खाने बेला गर्छ त अहिले कमलाउँछस् सुकुरकै ओ ओ ओ सो सर्भिस हैन आगे भाग आज पछि यार झन्डै पनि हामी राम राम झन्डै सर मिसले देख्ने यार देखा भए त बबाले हुन्थ्यो। सर मिसले पिन्तुसँग लगेर हातमा बालेर पाइपले हान्थ्यो क्या। त्यति मात्र होइन केटाहरू, त्यो सर मिसले देखा भए हाम्रो प्रिन्सिपल सर भाषण लगेर हाम्रा प्रिन्सिपल सरसँग कुरा गरेर हामी इन्भेस्टिगेट गर्छ स्कुलबाट। ल ल भयो ल ल मासुमा हिँड्नु ल। पासहरु उति त अबि नभइन भने जा जा त्यसलाई लिएर त्यसलाई आज स्कुल जान्छ। ओइ त बजारमा त आज हामी जान्न त नि आज ले यो मन खोडी आज हामीसँग जग्गा नजानी त खुरुको जान्न जानी ल हामी
कक्षामा छिर्नु छ भोलि साँच्चै पढ्छु भने कक्षामा छिर्नु छ बेला भइसक्यो जानु पर्छ साथीसँग
बेला भइसक्यो हेर बाबु किन पार्छौ आफ्नो जनलाई धरापमा हेर बाबु किन पार्छौ आफ्नो जनलाई धरापमा बाउ आमालाई घृणा गरे परौला नि सारापमा चुरोट बिडी झडक्सिने जन सबको लानेछ धन सम्पत्ति पनि यसले सकेरै जानेछ धन सम्पत्ति पनि यसले सकेरै जानेछ भइगो अब पर्दैन हो मलाई सम्झाउन भइगो अब पर्दैन हो मलाई सम्झाउन कसले गरोस् दुःख धेरै मलाई चरमाउन कमजोरीले गर्दा सही बाटो छानेन ना त सके पढ्न लेख्न नसके केही गर्न न त सके पढ्न लेख्न नसके केही गर्न कोपिलामै सुक्दै गए नसके बिउ छर्न बाबु तिमी बन्नु पर्छ बाआमाको आशा
चुमी बन्नु पर्छ खास प्रगतिको शिखर चुमी बन्नु पर्छ खास बिर्सिने छु विगतलाई कम्मर कसी लाग्छु बिग्रेकालाई सुधार गर्छु दृढ भई जाग्छु बिग्रेकालाई सुधार गर्छु दृढ भई जाग्छु आज म कुलतको बारेमा केही कुरा भन्न गइरहेको छु कुलत र गलत सङ्गतले मानिसलाई मृत्यु पथमा पुर्याउँछ यसको शिकार मेरो साथीहरू भएको छ र यसबाट यहाँ पनि 32 रहरलाई बचाउनुहोस् तिम्रो बुद्धि बुझ्दै पो गएछौ बल्लायो तिम्रो बुद्धि बुझ्दै पो गएछौ खुसी लाग्यो बाबु तिमी ज्ञानी पो भएछौ जान्छु गर्ने छैन ढाँट छल जहिले स्कुल जान्छु सानी मेरी बहिनीलाई नि सँगै स्कुल लान्छु जति गरे जे गरे अन्जानैमा भयो जो बन्कुलातामा केही नगरी गयो बालो जो बन्कुलातामा केही नगरी गयो लागु औषध कुलाताले लान्छ सबको ज्यान लागु औषध कुलाताले लान्छ सबको ज्यान नफसौँ भो दलदलमा गरौँ सबले ध्यान हेर्नु साथी मेरो के कस्तो भएको छ मैले गर्दा धेरै दुःख सबैलाई लागेको छ मैले गर्दा धेरै दुःख सबैलाई लागेको छ आफ्नो रगत बिग्रिएको कसरी पोसौँ आफ्नो रगत बिग्रिएको कसरी
एकजुट भई उठौँ कुलतको विरुद्धमा एकजुट भई उठौँ कुलतको विरुद्धमा एकजुट भई उठौँ। तपाईहरु सबैमा नमस्कार। म लोकेन्द्र अर्याल, रोसम इङ्ग्लिस बोर्डिङ स्कुल तथा सिद्धिदास सेकेन्डरी स्कुलको फाउन्डर प्रिन्सिपल। तपाईहरु माझ हामीले कुलत नामक गीति नाटक प्रस्तुत गरेका छौं र यस नाटकलाई रचना गर्नुहुने र निर्देशन गर्नुहुने लोकेन्द्र विश्वकर्मा चिदाकाश प्रति हार्दिक आभार प्रकट गर्दछु, जसको कारणले हाम्रा सासाना भाइ बहिनीहरूले गीति नाटकमा खेल्ने मौका पाउनुभयो। त्यसको लागि उहाँप्रति धेरै धेरै धन्यवाद र उहाँ खेल्नुहुने भाइ बहिनीहरूको उज्जवल भविष्यको कामना गर्न चाहन्छु। साथै विद्यालय परिवार र विशेष गरी हाम्रो विद्यालय कोअर्डिनेटर राजीव ब्राइलीप्रति उहाँको सल्लाह सुझावको लागि पनि धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो यस नाटकको क्रममा सहयोग गर्नुहुने अभिभावक, शिक्षक मित्र, शुभचिन्तकहरू, साथै मिडिया पार्टनर र यस नाटकलाई सुव्यवस्थित तरिकाले तपाईहरु माझमा पस्किनको लागि सहयोग गर्नुहुने विशेष गरेर कोर प्रिभ्यू अडियो भिजुअल मिल प्रति हार्दिक आभार प्रकट गर्दै यस नाटकमा भएका कुनै पनि त्रुटिहरूलाई रचनात्मक रूपले सल्लाह सुझाव दिनुहुनेछ भन्ने अपेक्षा राख्दै आउँदा दिनहरूमा यसको दोस्रो भाग पनि हामीले प्रकाशन गर्ने योजना लिएका छौं। त्यो क्रममा यसलाई अझै परिष्कृत रूपमा व्यवस्थित गरेर ल्याउने छौं भन्ने बाचा राख्दै तपाईहरुप्रति हार्दिक आभार प्रकट गर्दछु। धन्यवाद। नमस्ते।